शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङ कञ्चनपुर आउनुभएको छ र कञ्चनपुर आएर उहाँले महाकाली तेस्रो चरण र महाकाली 4 लेन पुल लगायतको अनुगमन गर्नुभएको छ। उहाँले आएर यस्तो भन्नुभयो। गरिरहेछौँ, उहाँलाई चाहिँ रिक्वेस्टमेन्ट पठाएका छौँ। यो चाँडै नै पानी आउँछ भन्ने हामीलाई विश्वास छ र यो जुन टनकपुर के अरे यो हाम्रो महाकाली पुल, यसलाई महाकाली 4 लेनको पुलको निरीक्षण गऱ्यौँ। यसको मुख्य समस्या जुन तटबन्ध नदी वितरणको समस्या रहेछ र केही चाहिँ ठेक्काको समस्या पनि रहेछ। यसलाई तत्कालै हामी चाहिँ कसरी समाधान गर्न सकिन्छ भनेर हामी समाधान गरेर केही तटबन्धहरू ठाउँमा चाहिँ गर्नुपर्ने, ढुङ्गा गिटीको कारणले व्यवस्थापन गर्नुपर्ने धेरै कुराहरू छन्। यसलाई पुल बनिसकेको छ, यसलाई व्यवस्थित गर्नुपर्ने मात्रै बाँकी छ र तत्काल निर्णय गरेर अगाडि बढ्नुपर्ने छ। निर्णय गर्न चाहिँ समस्या भयो भने त्यसको कारण पनि हुनु पर्यो हैन। निर्णय गर्ने निकायहरूले तत्काल निर्णय गरेर अगाडि बढ्नुपर्छ। त्यही हुनाले यसलाई चाहिँ आगामी वर्षभन्दा पहिले नै यसको समस्या समाधान हुनुपर्छ र यो पुललाई चाहिँ फुल फ्लेजमा चलाउनुपर्छ भनेर हामीलाई